सामाजिक सञ्जाल फेसबुक लगायतमा एउटा गाईलाई ढुङ्गाले हान्दै नदीमा हेलेको भिडियो भाइरल भएको छ। यो भिडियो बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर 6 को हो। काप्री गाउँको करिब 65 वर्षीय साउने सार्कीको गत फागुन 28 गते मृत्यु भएको थियो। उनी केही समयदेखि बिरामी रहेका थिए। शव अन्त्येष्टिको लागि भोलिपल्ट गाउँ नजिकैको कर्णाली नदी किनारको घाटमा लगियो। अन्त्येष्टि सकियो। यही बीचमा मलामी गएका केही युवाहरू साथमा लगेको गाईलाई नदीमा हेल्न खोजेका थिए। गहिरो नदीमा हेलिन गाई डरायो, तर मलामी मध्ये एकजनाले गाईलाई नदीमा हेल्न थकेले। त्यही पनि गाई नदीमा पस्न मान्दैन। त्यसपछि गाईमाथि ढुङ्गा पर्साइन्छ। यो भिडियो एकजना पत्रकारले खिचेका थिए। गाईलाई कर्णाली नदी तार्ने उद्देश्य ती युवाहरूको थियो। गलत परम्पराको कारण उनीहरूले गाईलाई ढुङ्गाले हानेर नदी कटाउन खोजेका थिए। गाई नदी तर्न खोज्छ पनि, तर गहिरो भएकोले सक्दैन। केही पर पुगेर पनि किनारमै फर्किन्छ। कुनै पनि कार्य गर्दा गौदान गर्ने परम्परा रहेको छ। बाजुरामा भने फरक र गलत परम्पराले गाईलाई जबरजस्ती नदीमा हेल्ने गरिन्छ। मानिसको मृत्युपछि गाईलाई नदी पार गराए मृत आत्मालाई मोक्ष मिल्छ भन्ने सोच रहेको छ। त्यसैको लागि अबोध गाईमाथि कुटपिट गरी नदीमा पठाउने प्रयास भएको थियो। स्थानीय धनबहादुर विशीले भनेका छन्। सब घरबाट नउठाउँदासम्म आफन्तहरू आइसकेका थिएनन्। त्यसैले घरमा गौदान गर्न उनीहरूले पाएका थिएनन्। नजिकैको नातेदार बेलैमा आइपुगेका भए उनीहरूलाई नै गौदान अर्थात् गाई दान गरिन्थ्यो। नदी किनारसम्म गाईलाई लैजान पर्दैनथ्यो, तर गौदान बाँकी नै रहेपछि उनीहरूले गाईलाई पनि घाटसम्म पुर्याएका थिए।